समाजलाई अशोभनीय भन्ने कुरा हटाउनुपर्छ भने मैले यहाँ सँगै समाजलाई अशोभनीय बनाउने प्रयास भइरहेका छन्। हिजो देख्नुभयो, नारा देख्नुभयो, फोटा देख्नुभयो, कसका फोटा बोकेर हिँडेका थिए। त्यो त केपीले गरे भन्छन्, केपीले गरे। मेरा विरुद्ध तथानाम अश्लील नाराहरू लगाइराखेका थिए, त्यो पनि मैले लगाएको हो कि। संविधान नमान्ने, व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने, प्रणाली नमान्ने, जनताको सर्वोच्चता नमान्ने, जनता रैती भएर बसिदिनु पर्ने आजको जमानामा कस्तो हुकुम प्रभाङ्गीको झल्को आएको अहिले पनि हेर्नुहोस् त, संविधान नमान्ने अरे। त्यही भएर अस्ति मैले महाकालीमा बोलेको थिएँ, राजनीति गर्न मन छ भने आउनुहोस्, राजनीति गर्न छ भने आउनुहोस्, तर संविधान नमान्ने, कानुन नमान्ने, जहिले पनि यस देशलाई अस्थिरतामै लाने, जहिले पनि अस्थिरता, जहिले पनि कानुनविहीनता, जहिले पनि अराजकता, हाम्रा पुर्खाले यत्रो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त पार्ने, हाम्रो भाषा, हाम्रो शैली, हाम्रो सामाजिक मूल्य मान्यता मर्यादाहरू ती सबै चकनाचुर पार्ने, त्यस्ता कुराहरू हुन दिँदैन। त्यस्ता कुराहरूलाई रोक्नुपर्छ हामीले। म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, बालबालिकाहरूलाई गलत ढङ्गले प्रयोग गर्नुहोस् भन्दिनँ म। कुनै बालबालिकालाई युद्धमा प्रयोग गर्नुहोस् भनेको छैन, अमानवीय ढङ्गका त्यस्ता खालका बाल श्रममा प्रयोग गर्नुहोस् भनेको छैन। बालबालिकालाई कको अक्षर यसरी लेख, एको अक्षर यसरी लेख भनेर सिकाउने कि नसिकाउने? सिकाएपछि त दबाब भयो नि त त्यसलाई। बच्चालाई यो लेख भनेर त सिकाउनु पर्यो, दबाब भयो। यस्तो खालको चाहिँ सेन्टिमेन्टल कुरा गर्न हुँदैन। राम्रा कुरा सिकाउने कि नसिकाउने? उसले घोट्याउन खोज्छ, पोख्न खोज्छ, फोड्न खोज्छ, भत्काउन खोज्छ, यसो गर्नु हुँदैन बाबु भनेर रोक्ने कि नरोक्ने? अनि बच्चैदेखि सडक साफ यस्तै बनाउने, बच्चैदेखि होइन। मान्छेलाई ठिक बाटोमा हिँडाउनुपर्छ, देशभक्ति सिकाउनुहोस्, देश कसरी बन्यो, कसरी रचना भयो, कसरी बच्यो सिकाउनुहोस्। अरू देश कसरी बने सिकाउनुहोस्। अर्काले सहयोग गरेर, अर्काले दान दक्षिणा दिएर देश बन्ने होइन, आफ्ना पाखुराले देश बनाउने हो। ठुल्ठुला देशहरू कसरी बनेका छन्? हामी आफैले हाम्रो देश बनाउनु पर्छ। अरू देश कसले बनाइदियो? आफैले बनाएका छन्। हामी पनि आशय हुने होइन, दान दक्षिणाको भर पर्ने होइन। हामीले आफ्नो बुतामा देश बनाउने त्यो हिम्मत राख्नुपर्छ। बनाउन सक्छु भन्ने आत्मविश्वास राख्नुपर्छ र देश बनाउनुपर्छ। एक दिन मोटिभेसन क्लास चलाएर हुँदैन। मोटिभेसन क्लास तपाईँहरूले सधैँ चलाइरहनुपर्छ। एउटा असल नानी बन, असल बाबु बन, असल विद्यार्थी बन, असल साथी बन, असल शिष्य बन। गर्दै गर्दै असल विद्यार्थी, असल खेलाडी बन, असल पेन्टर बन, असल सिङ्गर बन, असल म्युजिसियन बन, जे भन्ने हो असल बन। इमान्दार भएर काम गर है। इमान्दार भएर काम गर्यो भने सफल हुन सक्छौ। बुढेसकालमा सिकाएर हुन्छ एकैचोटि? पहिलेदेखि नै सिकाउनु पर्यो नि, बच्चैदेखि सिकाउनु पर्यो। त्यसकारण तपाईँहरू मोटिभेटर हो। तपाईँहरूले चलाउनुभएका संस्थाहरू, तपाईँहरूले परिचालन गर्नुभएका गुरुजन, उहाँहरू मोटिभेटर हो। उहाँहरूको व्यवहारबाट बच्चाले सिक्छ कस्तो गर्नुपर्ने रहेछ, कसरी बोल्नुपर्ने रहेछ। पोलाइटनेस कोबाट सिक्ने? के घरबाट सिक्नु पर्यो, के स्कुलबाट सिक्नु पर्यो? पोलाइटनेस कहाँबाट सिक्ने?
कहिले कहिले यस्ता कुराहरू आउँछन्, कहिले कहिले शिक्षकले यस्तो गरे। पूर्व एउटा शिक्षकले विद्यार्थी टिपेर मिल्काइदिएको बेन्चमा हातै भाँचिएर आएछ। के पढाएको होला शिक्षकले छक्क परेको। पढाउन पठाएको बच्चो हात भाँचेर आयो, के भयो भन्दा त शिक्षकले समातेर बेन्चमाथि फ्याँकेको, बेन्चमा पछारिँदाखेरि हात भाँचियो। यहाँ भाँचिया पनि यो चाहिँ अलिक बढी धेरै कमजोर हुन्छ, त्यो भाँचिया भए पनि अलिक अथवा थियो यही भाँचिया छ, यो चाहिँ अलिक बलियो भयो, हत्तपत्त भाँचिँदैन। कस्तो शिक्षक होला। कहिले कहिले यस्ता दुर्घटनाजन्य कुराहरू आउँछन्। त्यस्तो कुरासँग तपाईँहरू अहिले होसियार हुनुपर्छ। घटना घटेपछि होइन, घट्नभन्दा अगाडिदेखि यस स्कुलको रुल यो छ, यस स्कुलको मर्यादा यो छ कि यहाँ बालबालिकालाई दुर्व्यवहार गरिँदैन, पिटिँदैन, हप्काइँदैन, गाली गरिँदैन, सम्झाइन्छ। त्यो कुरा तपाईँहरूले पहिलेदेखि सिकाउनु शिक्षकहरूलाई। उनीहरू कस्तो हुनुपर्छ भनेर सिकाइनुपर्छ। उनीहरूले रचनात्मकता सिक्नुपर्छ पहिलेदेखि। हाम्रो देश यो भूभाग, हाम्रो देशको कुरा अलिकति गर्नुभयो अघि रमेशजीले। आधुनिक शिक्षाको सुरुवात दरबार हाई स्कुल 1910मा स्थापना भएपछि भयो। त्यो ठिक हो, यो अहिलेको कुरा हो। उहिले भन्ने हो भने त दुनियाँ अन्धकारमा हुँदाखेरि त यहाँ मात्रै थियो त शिक्षा। दुनियाँ अन्धकारमा थियो, यहाँ मात्रै थियो शिक्षा। दुनियाँ अन्धकार हुँदा यहाँ ज्ञानको रचना हुन्थ्यो, त्यसलाई सुरक्षित संरक्षित गरिन्थ्यो, संस्थागत गरिन्थ्यो, त्यसलाई सूत्रीकृत गरिन्थ्यो र त्यसलाई अझ छन्दबद्ध गरेर नबिर्सियोस् भनेर श्रुतिको भरमा, अक्षर नबनेका बेला श्रुतिको भरमा चलाउनु पर्ने भएको हुनाले छन्दबद्ध गरेर सिकाइने गरिन्थ्यो। यो भूमि हो नि त्यो गर्न। पहिलो ज्ञान, पहिलो विद्यार्थीहरू अगाडि राखेर ज्ञान दिएको भनेर शिवले सप्तऋषिहरू राखेर ज्ञान दिएको भन्ने भनाइ छ। आफ्ना शिष्यहरू सप्तऋषिलाई राखेर ज्ञान दिएको। अथवा शिक्षा ज्ञान भन्ने कुराको रचना यहाँ भएको थियो, प्रारम्भ यहाँ भएको थियो ज्ञानको पहिलो ज्योति यहाँ प्रस्फुटित भएको थियो र त्यसको वितरण पनि यहीँ भएको थियो शिष्यहरू अगाडि राखेर। तिनै शिष्यहरूलाई पछि शिवले योग शिक्षा पनि दिए, तिनै सप्तऋषिहरूलाई। त्यसकारण योग वर्षभरिको सबभन्दा लामो दिन, जुन 21 तारिखमा शिवले शिक्षा दिएको दिनलाई अहिले पनि संयुक्त राष्ट्रसङ्घले योग दिवस भनेर घोषणा गरेको छ। त्यही ऐतिहासिक सबभन्दा पुरानो, सबभन्दा लामो दिनमा तालिम शिक्षा दिएको थियो, योगको प्रारम्भ गरेको थियो र विश्वको सबभन्दा पुरानो शिक्षा दिवसको रूपमा पनि त्यसै दिवसलाई मान्ने गरिन्छ। सबभन्दा लामो दिनलाई यही भएको थियो। शैव दर्शन यहीँबाट सुरु भएको थियो, दर्शनको हिसाबले, चिन्तनको हिसाबले यहीँबाट। त्यसपछि बृहस्पति भनेको ऋषि महर्षि होइन, ब्रह्मर्षि। जो ऋषि महर्षि भन्दा माथि हुन्छ, पढाइमा पनि सबभन्दा माथि, प्रोफेसरमा पनि सबभन्दा माथिको हैसियत भएको प्रोफेसर। त्यसकारण उनको दर्जा चाहिँ ब्रह्मर्षि अथवा अरू ऋषिहरूभन्दा माथिको दर्जा थियो बृहस्पति। उनकै छोरा सुश्रुत ऋषि पहिलो सर्जन थिए विश्वको, फर्स्ट सर्जन सुश्रुत भन्ने ऋषि, जो पछि सुश्रुत संहितामा त्यो कुरा लेखिएको छ सर्जरीको। त्योभन्दा अगाडि आयुर्वेदका चरक संहिता भन्ने लेखेका छन् महर्षि चरकले। अन्तरिक्ष विज्ञान खगोल शास्त्रको सम्बन्धमा भन्ने हो भने यही भूभागका मान्छे थिए। नालन्दा विश्वविद्यालयका विद्यार्थी आर्यभट्ट
भट्ट कहाँका हुन्छन् तपाईँहरूलाई थाहै छ। यहीँका भट्ट हुन्। उनी शिक्षा आर्जन गर्न गएका थिए र पटनामा भट्टहरू हुँदैन, यहीँका भट्ट। उनले खगोलशास्त्र सम्बन्धी, गणित सम्बन्धी ठुलो आविष्कार गरेका थिए र उनलाई त्यस बेलाको विश्वविख्यात विद्वान, सर्वाधिक महान विद्वान भनेर चिनिन्थ्यो, जसले ग्रेभिटेसनको सिद्धान्त पत्ता लगाए। त्यसको 1000 पछि न्युटनले पत्ता लगाए। आज पनि हामी पढिरहेका छौँ। न्युटनले इन्भेन्ट गरे। उनका गुरुजीले चाहिँ कसरी स्याउ झरौ भनेर हेरेर छक्क परेर अल्मलिया थिए आदि। 425 देखि 35 तिरसम्म फाइयान नेपालको भ्रमण गरेका थिए, यो भूभागको भ्रमण गरेका थिए चिनिया यात्रीले। हो त्यसै बेला आर्यभट्टले 5औं शताब्दी भनेको 425-35 तिरको अवधिमा उनले चाहिँ पत्ता लगाएका थिए ग्रेभिटेसनको सिद्धान्त। 1150 मा ग्रेभिटेसनको सिद्धान्तबारे पुस्तकै लेखे भास्कराचार्यले। ग्रेभिटेसनको सिद्धान्तबारे सिद्धान्त शिरोमणि भन्ने पुस्तक 1210 मा पाण्डुलिपिको रूपमा त्यो पुस्तक प्रकाशित भयो। त्यसका कपीहरू गरिए र त्यसलाई प्रकाशित गरियो 1210 मा, जसले पृथ्वी गोलो छ, सूर्यका वरिपरि घुम्छ, आफ्नो अक्षमा घुम्छ र कक्षमा पनि घुम्छ, रात दिन यसरी हुन्छ र वर्ष यसरी हुन्छ। डिस्टेन्स छोटो डिस्टेन्स हुँदा यतिमा डिस्टेन्स पृथ्वी र सूर्यको डिस्टेन्स यतिसम्म निकट आउँछ र टाढा जाँदाखेरि यतिसम्म दूरी हुन्छ। पृथ्वीको गोलाइ कति छ, यो गोलाइको पनि मापन गरेका थिए। पृथ्वीको तौल कति छ, त्यसको मापन गरेका थिए गणितबाटै। बृहस्पति पछि कपिल मुनि, ऋषि कपिल मुनि, उनका नामबाट कपिलवस्तु यहाँ छँदैछ। वेद व्यास जन्मिएका ती तनहुमा थिए जसले मानवकृत होइन श्रुतिको भरमा आएको दैविक रचना भनिन्छ त्यसलाई, किनभने लिपि नभएको हुनाले रचिया थिएन। वेदले अक्षर, व्यासले अक्षर चिनेपछि त्यसलाई लिपिमा ढालेपछि यो चाहिँ मानवीय भयो। अहिलेका वेदहरू मानवीय भए, जो दैविक भएनन्, किनभने यो त लेखियो भन्ने त्यो मान्यता छ। यही तनहुका थिए। पछि गएर उनी महाकालीको किनारमा व्यास हिमालको फेदमा चाहिँ तपस्या बसेका थिए वेदव्यास। पाणिनि पहिलो व्याकरणका प्रणेता विश्वमा यही थिए। पाणिनिको व्याकरण भनिन्छ। त्यसैले यो भूभाग त्यस्तो भूभाग हो, तर बीचमा गएर विभिन्न कारणले, सामन्तवाद र औपनिवेशिकवादका कारणले यो क्षेत्र, यो भूभाग ज्ञानमा प्रतिबन्धित भयो। पछाडि महिलाहरूले वेदका ऋचा लेख्ने बेला 5000 वर्ष अगाडि, 4000 वर्ष अगाडि महिलाहरू ऋचा लेखे, पछि महिलाहरूले वेद पढ्नै हुँदैन भनेर लगाइदिए। महिलाले लेखेकै मन्त्र फेरि महिलाले पढ्न नहुने भनेर, महिलाले कण्ठ गरेर आएका, कण्ठ गराएर आएका मन्त्र फेरि महिलाले पढ्न हुँदैन, सुन्न हुँदैन भनेर आए। वर्णाश्रम व्यवस्था लागू गरेर यसले चाहिँ पढ्न हुँदैन, यसले सुन्न हुँदैन जस्ता कठोर कुराहरू गरे। पश्चिमाहरूले मनुस्मृति जस्तो ग्रन्थलाई 400 श्लोकहरू थपेर त्यसलाई विकृत बनाइदिए। मनुस्मृति जस्तो थियो त्यस्तोबाट विकृत बनाएर नचाहिने कुराहरू, श्लोकहरू संस्कृतै भाषा 12 वर्ष वैदिक संस्कृत पढेर, व्याकरण पढेर उनीहरूले गएर त्यसलाई बताउनु बनाइदिए मनुस्मृतिलाई। तर बुद्ध किन यहीँ जन्मिए? यो त यस्तै विद्वानहरू जन्मिने ठाउँै हो। यो भूमि नै त्यस्तै हो। यहीँ जन्मिए त शिव, यहीँ जन्मिए बृहस्पति, यहीँ जन्मिए कपिल मुनि, यहीँ जन्मिए 101 यहीँ जन्मिए त के भने व्यास यहीँ जन्मिए। अब अरू धेरै कुरातिर नजाउँ। त्यस्ता पुर्खाका सन्तान
हामीसँग जेनेटिक मेमोरी छ। हामी शिक्षाको क्षेत्रमा अगाडि बढाउन जान सक्छौँ, अगाडि बढ्न सक्छौँ। त्यस कुरामा यहाँहरूले ठुलो प्रयास गरिरहनुभएको छ। म फेरि पनि यहाँहरूलाई धन्यवाद भन्न चाहन्छु। यहाँहरूले समाजलाई, देशलाई गुण लाउनु भएको छ, धन्यवाद भन्न चाहन्छु। र तपाईँहरूको यो क्रियाकलाप अगाडि बढोस्, ढुक्कले अगाडि बढोस्। कहिले कहिले भवितव्यले कस्ता कस्ता सरकार बन्छन्, कस्ता कस्ता मन्त्री हुन्छन्, कता कताबाट को कता हिँड्या, कता पुग्छ, के गर्छ, यस्तै हो। अलिकति तरलता, अलिक अस्थिरता भएका बेला अचम्मैसँग यस्तो भवितव्यमा कहिले कहिले यस्ता कुराहरू हुने गर्छन्। यसलाई नियमितता नठान्नु होला। यी भवितव्यका कुरा हुने के आए नि यो गुठीसुठीमा सबै विद्यालय गुठी हुनुपर्ने, तपाईँको सम्पत्तिमा तपाईँको हक नहुने, गुठी बनाउनु पर्ने, नाफा निकाल्नै नपाउनु पर्ने, घाटामा चलाउनु पर्ने, के हो के थाहा छैन। अथवा घाटा चलाउनु पर्दैन भने पनि के चलाउनु पर्छ त्यो थाहा छैन। नाफा अनि लगानी ब्याङ्कको ब्याज चाहिँ कसले तिर्दिन्छ? नाफा कमाउने त अहिलेसम्म नेपालमा विद्यालय चलाएर संसारको धनी मान्छे भयो भने मैले सुनेको छैन। खुब कमाए त विद्यालयहरूले, त्यही विद्यालयसम्म चलाएको छ। खुब गऱ्यौँ भनेको कम्प्युटरसम्म यसो राखेका छन्, डेस्कमा कम्प्युटरसम्म राखेका छ। खुब कमाएको त्यो त विद्यार्थीकै लागिरहेको छ। अनि अलिकति त्यसबाट प्रफिट भएन भने सधैँ ब्याङ्कबाटै मात्रै लोन थप्दै गएर त्यो कम्प्युटर ल्याउँछ त उसले। त्यसैबाट आर्जन गरेकै भयो। त्यसलाई सुदृढ गर्ने हो, विस्तार गर्ने हो, त्यसलाई आधुनिकीकरण गर्ने हो। त्यसो भएर यस्तो कुरामा हामी हलबलिनु छैन। ढुक्कले अगाडि बढ्नुहोस् भन्ने म आग्रह गर्न चाहन्छु। फेरि एकपल्ट तपाईँहरूको यो 16औं अधिवेशन अत्यन्तै भव्यताका साथ, सफलताका साथ सम्पन्न होस् आग्रह गर्न चाहन्छु, शुभकामना भन्न चाहन्छु। मलाई यहाँ आमन्त्रण गर्नुभयो, 2 शब्द राख्ने मौका दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद। अब म यहाँबाट यहाँहरूसँग बिदा लिएर लाग्छु पनि अर्को प्रोग्राममा सरिक हुनु छ, म त्यतापट्टि लाग्छु। धन्यवाद।